नायिका नीति शाह विवाह बन्धनमा बाँधिएकी छिन्। उनले प्रेमी यान्जित राणासँग शुक्रबार काठमाडौँ जिल्ला अदालतमा विवाह गरेकी हुन्। 4 वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गरेका हुन्। यान्जित पेसाले एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् भने उनको इन्स्टाग्राममा नीतिसँगका रोमान्टिक तस्बिरहरू देख्न सकिन्छ। सन् 2023 मा उनले 2 वर्षदेखि आफ्नो साथमा रहेकोमा नीतिलाई धन्यवाद पनि दिएका छन्। सन् 2017 मा मिस इन्टरनेसनल उपाधि जितेकी नीतिले गत वर्ष प्रदर्शनमा आएको चलचित्र खजुरी ब्रोबाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन्। तर उक्त चलचित्र व्यावसायिक सफल हुन सकेन। दोस्रो चलचित्र ज्वाइँसाप रिलिज भयो। उक्त चलचित्र औसत चल्यो। अब भने उनी नर्सिङ अवतारमा देखिँदैछिन्, जुन चलचित्र जेठ 9 गतेबाट प्रदर्शनमा आउँदैछ। यस चलचित्रमा उनी राजेश हमालसँग देखिँदैछिन्। साथै उनको चलचित्र मोहर पनि रिलिज हुँदैछ। चलचित्र कोसे ढुङ्गा, रुखान र अन्य केही चलचित्रमा उनी देखिँदैछिन्।